संसारको सबैभन्दा बलियो, तेज र सम्मानित चराहरूको सूचीमा इगल अर्थात् बाज अग्रपङ्क्तिमा आउँछ। तर तपाईँलाई थाहा छ, त्यही बाजलाई पनि कहिलेकाहीँ काग जस्तो झिनो, कराउने र अनावश्यक टोक्ने पन्छीले पछाडि पिठ्यौमा बसेर गर्दनमा ठुङ्न थाल्छ। तर बाज न त झस्किन्छ, न त रिसाउँछ, न त पछाडि फर्किन्छ, अनि न त आफ्नो उचाइ नै घटाउँछ। बाजको रणनीति केवल उचाइ बढाउनु। बाजलाई थाहा छ, कागसँग लड्न समय खर्च गर्नु भनेको आफ्नो महानता गुमाउनु हो। त्यसैले उसले आफ्नो विशाल पखेटा फिजाउँछ र उचाइ बढाउँदै लैजान्छ, यति उचाइसम्म कि जहाँ सास फेर्न पनि अक्सिजन पुग्दैन। अनि काग, त्यो त्यही काग हो जसले घमण्ड गरिरहेको थियो, गाली गरिरहेको थियो। तर जब उसलाई सास फेर्न गाह्रो हुन्छ, हारेर अनि थाकेर खस्छ। हाम्रो जीवनमा पनि यस्तै कागहरू भेटिन्छन्। तपाईँ सफल हुँदै जानुहुन्छ, आफ्नो बाटो बनाउँदै जानुहुन्छ, त्यसै बेला कतै नपुगेका, बुझ्नै नसक्ने कागहरू आउँछन्। तपाईँको पछाडि उभिएर कराउँछन्, गाली गर्छन् अनि घृणाको ठुङ्गा हान्छन्। ती कागहरू कुनै साथीको रूपमा, कुनै आफन्तको रूपमा अनि कुनै अन्जान व्यक्तिको रूपमा भेटिन्छन्। तर सावधान, तपाईँको समय मूल्यवान छ। यी कागहरू तपाईँको सफलताको आवाज नसहने प्राणी हुन्। यदि तपाईँले जवाफ दिन थाल्नुभयो भने उनीहरूले तपाईँको समय, ऊर्जा र शान्ति सबै चुस्न थाल्छन्। त्यसैले बाज जस्तै बन्नुस्, न जवाफ दिने, न झर्किने, न त तल झर्ने। केवल आफ्नै उचाइ बढाउनुहोस्। तपाईँको लक्ष्य, तपाईँको मेहनत र तपाईँको आत्मबल त्यस्तो ठाउँसम्म पुर्याउनुहोस् कि कागहरू आफैसँग हार मानुन्। अन्तत सत्य के हो भने बाज कागसँग कहिले लड्दैन र अघि बढ्ने मानिस तुच्छ आलोचनासँग अल्झिँदैन। किनभने टोक्नेहरूको आवाज क्षणिक हुन्छ, तर उड्नेहरूको इतिहास अमर हुन्छ। जो तपाईँको पछाडि बसेर ठुङ्गिरहेका छन्, उनीहरूमा होइन, आफ्नो लक्ष्यमा ध्यान दिनुहोस्। उचाइ यस्तो बनाउनुहोस् कि त्यहाँसम्म पुग्न उनीहरूको सासै बन्द होस्। जवाफ होइन, उचाइ दिनुहोस्। घृणा होइन, गन्तव्य रोज्नुहोस्। अनि नकारात्मकता होइन, आत्मशक्ति बढाउनुहोस्।